GULN टोटल स्टुडेन्टबाट कोअर्डिनेटरहरू राख्ने तरिकाहरू, टोटल स्टुडेन्टबाट कोअर्डिनेटरहरू लिने तरिकाहरू, जब सेट गर्ने तरिकाहरू। जब सेट गर्नको लागि हामीले सुरुमा चाहिँ अहिले 0 छ, 0 गरौँ, ओके नि स्विच अफ गरौँ, फेरि खोल्यौँ। लेभलिङ सेन्टरिङ मिलाइसकेको छ। अब यसको लागि चाहिँ हामी सुरुमा चाहिँ मेनुमा जानुपर्छ। एम लेखेको छ यसमा, एममा जाने। एममा गइसकेपछि चाहिँ यसमा के छ त, डाटा कलेक्सन भनिरहेको छ, प्रोग्राम, मेमोरी म्यानेजमेन्ट, अरू धेरै कुराहरू दिएका छन्। हामीलाई चाहिँ 1 चाहिएको हो, डाटा कलेक्सन 1 जाने। अब फाइल FN भनेको फाइल नम्बर हो। फाइलको नाम चाहिँ यहाँ मैले KTS लेखेको छु, कर्नाल टेक्निकल स्कुल, अथवा चाहिँ यहाँ मैले चाहिँ कर्णाली लेख्छु। कर्णाली लेख्नको लागि चाहिँ यसमा यहाँ के कहाँ छ त्यहाँ जाने है। अब यहाँ के छ त, के आइरहेको छ, KARNALI कर्णाली 1 लेख्नको लागि चाहिँ के छ त, 1 लेख्नको लागि क्यारेक्टर जाने, क्यारेक्टर चेन्ज गर्नु पऱ्यो नि त। नम्बर आएको, नम्बर आइसकेपछि 1 2 3 4 लेख्न मिल्छ। त्यसपछि मैले 2 अथवा यसलाई ब्याक गराउनु पऱ्यो भने ब्याक गराउने, हटाउनको लागि चाहिँ ब्याक गराउने हैन। यो 2 KARNALI यो उभा रहेछ क्यारेक्टरमा चाहिँ। ल मैले कर्णाली 14 लेखेँ है त, कर्णाली 14 लेखेँ। त्यसपछि चाहिँ इन्टर गर्ने, फाइलको नाम पनि भयो, फाइल नाम बन्यो। अब चाहिँ हाम्रो के छ त, F1 भइसक्यो। अब P2 इनपुट द अनि F1 अर्को नयाँ डाटा आयो, कलेक्ट द डाटाको नाममा F1 आइसक्यो। F1 को नाम चाहिँ यो भइसक्यो। अब फाइल बनिसकेको छ, यसको नाम अब इनपुट OCCPT भनेको अकुपाई स्ट्याम्प P, यो अकुपाई भनेको यो पोइन्टको चाहिँ यहाँको डाटाहरू लिनको लागि चाहिँ गरेको हुन्छ। यो PT भनेको पोइन्ट नम्बर, यो पोइन्ट नम्बर चाहिँ जस्तै कति हो त भन्दाखेरि 1 राखौँ, 1 यहाँ लेखेको छैन। इनपुट गर्ने, इनपुट गरिसकेपछि मात्र बल्ल चाहिँ हाम्रो डाटाहरू चाहिँ इनपुट हुन्छ। त्यसपछि 1 भयो। P कोड भनेको पोइन्ट अफ कोड भनेको यो, यसको कोड चाहिँ के हो त, यो इन्स्ट्रुमेन्ट स्टेसन 1 यो छ। यताउता सार्नको लागि यो तल डाइरेक्सन छ, यो माथि डाइरेक्सन छ, अनि यता सार्नको लागि यता छ, यता सार्नेर यता छ है। ल यसको लागि चाहिँ P कोड आइसक्यो। P कोड इन्स्ट्रुमेन्ट नम्बर, अब यहाँ S लेख्छु म, यहाँ नम्बरमा छ, त्यस कारणले चाहिँ क्यारेक्टरमा राख्नु पऱ्यो। क्यारेक्टरमा स्टेसन ST, यो ब्याक गरौँ, स्टेसन नम्बर 1, स्टेसन नम्बर 1। इन्स्ट्रुमेन्ट हाइट भनेको यहाँसम्म, यो तलको लेभलदेखि यहाँसम्मको हाइट, यो यहाँसम्म छ, यहाँसम्मको हाइटलाई इन्स्ट्रुमेन्ट स्टेसन भनेर भनिन्छ। र अब योभन्दा तल चाहिँ हामीले 1.6, अब यो हामीले मेजरिङ टेपले चाहिँ यो नाप्नुपर्ने हुन्छ। मेजरिङ टेप अहिले यहाँनिर एभाइलेबल नभएको कारणले अहिले 1 जस्तै 1.45 लाग्छु है त। ल अब इन्टर गर्ने, यो सबै भइसक्यो। अकुपाई स्टेसनहरू, अब अकुपाई स्टेसनको P कोड भयो, P स्टेसनमा 1 भयो, यहाँ भयो। अकुपाई स्टेसनको फेरि यहाँ अकुपाई स्टेसन 1 PT भइसक्यो, क्यारेक्टर भइसक्यो 1 को भइसक्यो। अब क्यारेक्टर भइसक्यो। अब NEZ राख्ने, नर्थ यहाँको कोअर्डिनेटर राख्ने। इनपुट द OCCPT मा चाहिँ नर्थ डाइरेक्सन इस्ट अनि जेड, नर्थ इस्ट र जेड राख्नको लागि जस्तै यहाँ 1000 राखेको छ, मैले अब 2000 राख्छु सपोज कुनै है। 1 2 3 गर्दा 2000। यो चाहिँ हाम्रो GPS बाट दिन्छ, GPS बाट नभएको कारण अहिले मैले जुम गरेको, जुम गर्न पनि मिल्छ। ल यसमा पनि म कति राख्छु, 2000 राख्छु। यसको कोअर्डिनेट 2000 राखेँ, फेरि इन्टर गरेँ। अब यसको जेनिथ एङ्गलको चाहिँ म 1000 राख्छु, 1000 राखेँ। अब इन्टर गर्ने, इन्टर देखाएको छ, इन्टर भनेर लेखेको छ है। यो इन्टर गर्ने हैन। इन्टर गरिसकेपछि के छ त, अब अरू सबै PT1 इनपुट अफ स्टेसन 1 आइसक्यो, यो पनि आइसक्यो। इन्स्ट्रुमेन्ट हाइट 1.45 राखिसक्यौँ। अब चाहिँ हामीले सेभ गर्ने,
के गर्ने यही डाटा हो भनेपछि हामीले सेभ गरौँ एस चाहिने भए सेभ गर्ने फिक्स हो भनेपछि एस भन्ने चाहिने भए एस गर्ने चाहिँदैन भने नो गर्ने हामीले चाहिएकै हो त्यस कारणले एस गर्ने यो पनि भइसक्यो अब F2 राख्ने इनपुटको काम सक्यो पहिला जति आयो अब F2 दाब्ने अब यिनीहरू चाहिँ यसरी गर्दै गएर सबै चाहिँ हामीले राख्नुपर्ने हुन्छ अब F2 राख्ने F2 गर्नको लागि चाहिँ हामीले इनपुट डाटाहरू चाहिँ इनपुट ब्याकसाइड भनेको कुनै यता पछाडितिरको एउटा हाम्रो ब्याकसाइड छ यता हामीले त्यो परको यो ब्याकसाइड हो फर्स्ट साइड यतातिर छ अब हामीले F2 राखौँ F2 गर्दै जाँदाखेरि चाहिँ हाम्रो के छ त F2 आयो इनपुट अकुपाई स्टेसनको पोइन्ट अकुपाईको स्टेसन चाहिँ IFPT1 मा चाहिँ हामीले इनपुट गर्ने डाटाहरू इनपुट गर्ने त्यो कुन हो त पोइन्ट नम्बर 2 अगाडि यसको 1 थियो अब चाहिँ 2 है यहाँ नम्बर आएन क्यारेक्टर गर्ने नम्बर 1 जस्तै यसलाई ब्याक गरिहालौँ यो 2 भयो यसपछि पी कोड भन्ने त्यसको पी कोडको नाम के हो त BS राख्ने त्यो BS थियो हाम्रो त्यस कारणले BS क्यारेक्टर नम्बर राख्नु पर्यो भनेपछि B यो BS पोइन्ट हो त्यो चाहिँ ल यो राइट एज RHT भनेको रिफ्लेक्ट हाइट भनेको परको टार्गेट हाइट प्रिज्मको हाइट भनेर बुझिन्छ यसको लागि चाहिँ अब यो भइसकेपछि